वर्ष तक हेर्न पाम, 100 वर्ष तक हेर्न पाम। 100 वर्षको सबैले हामी एउटा जयन्ती मनाउँछौँ तपाईलाई। यसरी नै आएर यसरी आएर ठुलो हिसाबमा तपाईको यो 100 वर्ष शताब्दी जयन्ती मनाउँछौँ। केक काट्ने शताब्दी जयन्ती यो ईश्वरसित हामी प्रार्थना गर्छौँ। 100 वर्षको हामी केक काट्छौँ, सेलरोटी बनाउने। यता हेर सबैले यता हेर। हामी शताब्दी मनाउँछौँ तपाईको। नमस्ते। र आज हामी हाम्रा 95 वर्षका हजुरबुवा जो चन्द्रलाल गौतम जो उहाँ सबै हुनुमा बसिरहनु भएको छ, उहाँलाई हामी सबैले दर्शन गऱ्यौँ। जो उहाँका वार्ताहरू हामीले सुन्यौँ, उहाँको उपदेश लियौँ र उहाँ साँच्चै नै बहुत राम्रो हुनुहुन्थ्यो। जो सबैलाई सुझाव दिने, सबैलाई हिम्मत दिने, बल दिने, केही कुरा गरेको उसमा केहीमा बोलाएको उसमा उहाँ आइदिनुहुन्थ्यो र हामीलाई एउटा राम्रो सुझाव दिनुहुन्थ्यो, हिम्मत दिनुहुन्थ्यो। यस्तो हजुरबाको लागि हामीहरू धेरै सम्झना गर्छौँ र धेरै उहाँलाई उहाँलाई हृदयबाट अन्तरात्माबाट माया गर्छौँ। नमस्कार। आज तपाईँहरू आएर चन्द्रलाल बा 95 वर्षको तपाईँहरू आएर मिठाई खुवाएर उहाँहरूलाई उत्साह दिनुभयो। 100 वर्ष बाँचुन् भन्ने उत्साह दिनुभयो। त्यसमा के भन्नु छ तपाईँले? त्यसमा हामीलाई काका 100 वर्ष बस्नुभयो भने हामीले काकाबाट आशीर्वाद दिन पाउँछौँ। उहाँ हाम्रो समाजको अब भन्नु भने अघि यो जतिखेर 51 सनमा सदियामा भूमिकम्प आएको थियो त्यतिखेर ल्याएर यहाँ रिफौजी कार्ड दिएर सरकारले ल्याएर राखेको भनेर र टिन पाताहरू यसरी दिएर हामीलाई राखेको भन्नुभएको थियो। र त्यसभित्रमा सबैजना जानुभयो, स्वर्गवास हुनुभयो। एकमात्र अहिले काकाजी हुनुहुन्छ र उहाँ यस्ता महान व्यक्ति, यो गाउँको प्रतिष्ठापक भन्दा पनि फरक परेन। उहाँहरू हुनुहुन्छ यहाँको जङ्गल, हाबी जङ्गल काटेर यहाँ मन्दिरको शिव मन्दिरको पनि उहाँले नै प्रतिष्ठा गर्नुभएको अरे। र त्यस्ता व्यक्ति एकजना मेरा त स्वयं काका हुनुहुन्छ, 95 वर्ष हुनुहुन्छ। हिजो अस्ति सिरियस हुनुभयो, त्यतिखेर हामी दुखित भयौँ किनभने हामीहरूको एउटा गाउँको प्रेरणा हुनुहुन्छ उहाँ। आज हामीहरू यो चाहिँ गाउँ यति उज्यालो भएको छ र उहाँहरूको त्यागले गर्दाखेरि, किनभने त्यतिखेर एकदम पुरा जङ्गल थियो अरे। जङ्गलले गर्दाखेरि दिउँसै हात्ती निस्किने, बाघ निस्किने, त्यस्तो जग्गा काटेर आज यति रमाइलो गरेर हामी त हिजो बिहेबार आयौँ यो गाउँमा। यति राम्रो उज्यालो गाउँ हामीले भेट्यौँ र त्यसको लागि उहाँलाई कोटी कोटी नमन छ। यति भन्दै म मेरो